मेरो पछाडिको रुख रियल रुख है, कस्तो ब्युटिफुल कलर हेर त, लाल कलर कति राम्रो। यो कसैले रङ्ग्याएको हो त? यो प्रकृतिको आफ्नै नियम छ नि त। यो भौगोलिक यो समय चेन्ज अनुसार हावापानी अनुसार हेर त कस्तो राम्रो कलर हो, कस्तो ब्युटिफुल लाल कलर है, एकदम राम्रो कलर हेर त। यहाँ मेरो पछाडिको यो रुख अस्तिसम्म हरियो हुनुहुन्थ्यो है, अहिले त यति राम्रो हुनुभएको छ है, यति राम्रो। लु हेर्नु त यहाँ है, यो रुख ट्याक्कै यस्तो राम्रो कलर, लाल कलर है, कति राम्रो कलर है, मलाई मनपर्ने कलर, फेरि एकदम ब्युटिफुल कलर। हेर यहाँ कस्तो राम्रो कलर, यो ब्युटिफुल कलर, कस्तो राम्रो, आई लाइक कलर। यही ठाउँमा कतै हरियो छ, कतै हरियो छ, यहीँ फेरि अब यो रुख अनुसार हो कि के हो, फेरि यो निपलको चाहिँ यो हलोनी कलर पनि भन्दो रहेछ। यो पात चाहिँ रुख चाहिँ हलोनीमा पनि सजाउँछन् क्या, यो चाहिँ त्यही भएर हो कि क्या हो। यो कस्तो राम्रो भएको, यहाँ चाहिँ फेरि हरियो हेर न, कस्तो हरियो हरियो। यहाँ चाहिँ फेरि चाहिँ सानो, फेरि यो चाहिँ कलेजे रङ, यो हरियो। फेरि यहाँ चाहिँ पहेँलो छ, फेरि येल्लो कलर हुँदैछ, यताउति सबै कलरहरू हेर त, रुखको कलरहरू कस्तो आनन्द फिल हुने क्या, स्वर्गमै पुगे जस्तो हुने। यो रुखको कलरहरूले गर्दा आफू स्वर्गमै पुगे जस्तो हुने। हेर न कति राम्रो कलर, कति राम्रो। मौसम हे मौसम प्यार हो ये मौसम हे। जाऊ ह्याप्पी जाऊ, घर जाऊ, लेट्स गो होम, होम गो गो। बेर पख हेरेर यो निपलको रुख, यो रुख कत्रो निपल एकदम अक्सिजनको लागि राम्रो। यो चाहिँ निपल हो भन्छ, यसलाई चाहिँ पातलो पात हुन्छ तिनको नि, निपल भन्छ। यो चाहिँ निपल भन्छ। कस्तो राम्रो, ल कस्तो राम्रो नेचुरल कलर। यो निपलको रुख चाहिँ नेचुरल कलर है। ल मेरो घर अगाडिको यो जिनको बाइलाको रुख पनि अब खै गेट खोल, यहाँ यो खोल्नु परेन, यो खोल्नु खै। जाऊ फेरि किन यता आएको? लु उताइन